लो गाइस, आज चाहिँ हामी घुम्दै आएको छौँ यता बस्तीतिर है, पारमेन बस्ती। हाम्रो आरुष भाइ पनि छ यहाँ, सानो आरुष भाइ होली खेलेर आएको अरे हो, नुहाइधुवाइ गरेर पनि गएकै छैन। अझै चाहिँ घाम लागेर मजाले तापिरहेछ है। हामीले केस काटेको त एकदम हल्का लागिरहेछ है। घाम लागेर फुल पनि दामी देखेछ है गाइस आज चाहिँ। रङ बिरङ्गी फुल, कलर पनि दामी दामी भएको छ। यो चाहिँ फुले छैन त्यति, यता फुलेछ फेरि हो दामी। पुतली जस्तो कलर भइरहेछ पुरा है, पुतली कलर। होलीले रोड चाहिँ रातै रातो भइछ है। Naya, tu arta dalam perunda aku, arta dah keluar, arta dah udah selesai tau. नयाँ लुङ्गो Dami ayo, मजा खेल्नु अझै यहाँ हेरेको त कलर अन्त कस्तो खेलेको अन्त होली दामी कपालमा गयो सबै अझै आँटा कोही नखाउँ छ नि के छ होली अब अझै खेलिबस्यो नि त अझै खेलिरहेको अनि त मजा ल चप्पल लगा कुछ भी कहानी
घरमा होला आज छुट्टी होला नि त गाइस आज चाहिँ हामी घुम्दै आएको छौँ यता बस्तीतिर है पारमेन बस्ती आरुष भाइ पनि छ यहाँ सानो आरुष भाइ होली खेलेर आएको अरे नुहाइँदै गर्दा पनि गएकै छैन बस्ती है माथि हो अलगढा चाहिँ यो एरिया चाहिँ बस्ती हो यहाँ चाहिँ भगवान्को थानाहरू पनि रहेछ अन्त पानीको सोर्स पनि रहेछ है कति टाढो छ आरुषको घर यता हो नुहाइँदै गरेर पनि रातै छ त अझै देख्दो रहेछ 17 महिना यहाँदेखि चाहिँ ओह्रालो रहेछ भाइको घर स्कुल खोल्छ भोलिदेखि यहाँ चाहिँ पुरा बस्ती एरिया है गाइस ए कोपीहरू लगाएको रहेछ दामी सब्जीहरू लगाएको रहेछ धनियाँहरू पनि रहेछ यहाँ आज चाहिँ बस्ती घुम्यो है गाइस चाहिँ पुरा आलुहरू लगाएको रहेछौँ कति टाढो छ आरुष अझै तल सब्जीहरू चाहिँ दामी रहेछ गाइस यहाँ माटो चाहिँ मलिलो रहेछ एकदम दामी पुरा सागहरू लगाएको रहेछ बिगुट पनि लगाएको रहेछ कोपीहरू यहाँ चाहिँ पुरा अलैँची रहेछ गाइस अलैँची लगाएको रहेछ यहाँ चाहिँ यो चाहिँ पुरा अलैँची भइरहेछ चाहिँ बाँस काटेको रहेछ यहाँ चाहिँ अलैँची फाडेछ कि अस्ति नि त पुरा अलैँची थियो पानी जाँदो रहेछ त यहाँ यो चाहिँ आइसिडिएस स्कुल हो रहेछ यो बच्चाहरूले पढ्ने कि आइसिडिएस भन्छ नि पारमेन भिलेज
पतला रहेछ घरहरू त तर कि यहाँ टाढा टाढा रहेछ घरहरू कि अब भाले बाँच्नु थाल्यो कुकुरी कहाँ भने यता यता घर सर देख्नु थाल्यो गाइस है पतला रहेछ यता घर कि टाढा टाढा बस्ती एरिया अब पारमेन बस्ती अरे गाडी आउँदो रहेछ त अन्त यता यो लिक छ त हिलो छ है एक्सर्साइज हुने रहेछ त माथि अलगडासम्म पुग्दा त सिस्नु पनि पुरा रोपेको रहेछ उसले मन्दिर पनि रहेछ है गाइस यहाँ है हजुर गाडी भेटाएन भने नि त उसले होली खेलेको रे रातै भएर यस्तो छ है गाइस बस्ती एरिया बाख्राहरू पनि पालेको रहेछ मे गर्दैछ यो खालको फुल चाहिँ पुरा रहेछ हौ आफै निस्किन्छ कि यो खालको फुल चाहिँ वन्डरफुल पुरा रहेछ है आरुजको घर आइपुग्यो बल्ल पहिले चाहिँ हाम्रो वहीँ बस्थ्यो कि अलगडामा है गाइस धेरै दिन भयो यहाँ सरेछ बस्तीमा है नानीहरू चाहिँ उतै पढ्छ रमाइलो छ ठाउँ बोजू पनि हिँड्दैछ यस्तो रहेछ ठाउँ चाहिँ साग त मजाले लगाएको रहेछ त फुलहरू दामी लगाएको रहेछ है गाइस है फुल हो आइपुगे आइपुगे हामी नुहाउनु हुने पानी पर्दै फुल चाहिँ मन पर्यो दामी लगाएको छ सेतो पिङ्क अन्त कस्तो कस्तो कलरको पुरा दामी फुल चाहिँ यहाँको वेदरले फुल चाहिँ दामी हुन्छ है ओह्रालोतिर फेरि सागहरू रहेछ पर पुरा चाहिँ पुरा अम्लिसोहरू लगाएको रहेछ है झाडुहरू ल नयाँ होली खेल्ने मान्छे स्कुटीमा आयो भन्दै थियो हावा त नचलिरहेछ नयाँ ल त्यो दामी छ गएछ फुलहरू चाहिँ हो गाइस आज चाहिँ हामी फेरि फर्क्यो है बस्तीदेखि अब अर्ग्यानिक साग दिछ बहिनीहरूले एक भारी भयो अब फर्किँदैछौँ हामी अँध्यारो अँध्यारो पनि हुनु आँट्यो हामी गएको फर्केर अब उकालो अलिअलि हिँड्नु पर्यो सिडी हिँड्नुपर्छ यहाँबाट है के फुल रहेछ हो
जङ्गली फुल। अब उकालो हिँड्नुपर्छ अलिकलि। पर छ मेन रोड है, सिडी हिँड्नुपर्छ अब। पुऱ्याउनु आएको त पुऱ्याउनु आएको रे हामीलाई। चाहिँ मेन रोड आइपुग्यो है गाइस है, मेन रोड आइपुग्यो है। मेरो बसन्ती पर बसिरहेछ। बसन्ती यहाँ राखिरहेको छु है मैले गाइस। ल गाइस हामी चाहिँ घर आइपुग्यो है, अँधेरै भइसक्यो। हामीले यहाँ दामी दामी सब्जी लियो आज चाहिँ बस्ती गएर, हेर्नु सक्नुहुन्छ। यहाँ हेर्नुहोस् हो, पालक यहाँ दामी पायो, त्योहरू डुकुहरू, ब्रोकोली पनि हो, पुरा सागै साग भयो गाइस। यो पनि छ सानो चाइनिज साग, दामी भेटायो है गाइस। डुकु हेर्नुहोस्, बस्ती गएको त हरियै हरियो पायो आज गाइस है, दामी। यो चाहिँ खानुपर्छ, दामी हुन्छ।